ल आजको क्लास छ टेली ERP 9 मा डाइरेक्ट पर्चेज र सेल्स एन्ट्री कसरी गर्ने। ठीक छ, सबभन्दा पहिला हामीलाई एउटा कम्पनी बनाइदिनु पर्छ टेली ओपन गरेर। यो त आइहाल्छ नि। ठीक छ, म पनि बनाइदिन्छु। वर्क इन एजुकेशनल बोर्ड क्रिएट कम्पनीमा अहिलेको लागि म जुनमा पनि बनाइदिन्छु। टेस्ट कम्पनी कन्ट्री यो मलाई सधैँ युज गर्नु छैन, त्यही भएर यसैमा बनाइदिए। तपाईहरु आफ्नो तरिकाले बनाउनु होला, आफ्नो नाम राखेर कहाँ बनाउनु छ, के पासवर्ड राख्नुभयो। तर मैले चाहिँ डिफल्ट नै गरिदिए। ठीक छ, अब कम्पनी खोलिसकेपछि हामीलाई के गर्नु छ, डाइरेक्ट यो पर्चेज एन्ट्री गर्नु छ। जुन पर्चेज एन्ट्रीको इक्जाम्पल छ यहाँ देखाइरहेको छ। कोसँग सामान किनेको छौँ हामी त श्याम कम्पनी वीरगञ्जसँग स्यामसङ टिभी 21 इन्च 2500 पिस, त्यसपछि स्यामसङ टिभी 19 इन्च 2250 पिस, त्यस्तै अरू प्रोडक्ट छ। डिस्काउन्ट पनि 5% छ र भ्याट पनि 13% छ। अब यसमा यो नरेसनमा पनि के लेखिएको छ, बिङ गुड्स पर्चेज फ्रम श्याम कम्पनी वीरगञ्ज अन क्रेडिट एज पर बिल नम्बर जुन दिइरहेको छ त उधारोमा छ। यसको मतलब श्याम कम्पनीको नाम बनाउने एउटा खाता लेजरमा, अनि लेजर बनाइसकेपछि त्यसमा यो सब गर्न सकिन्छ। यही गर्नु छ नि। त यसको लागि हामीले कहाँ जानु पर्यो, एकाउन्टिङ भाउचरमा जानु पर्यो। त्यसपछि यहाँनिर पर्चेजको लागि F9 की प्रेस गर्नु पर्यो। अब यहाँनिर बिल नम्बर कति बताइ